सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल है। र आज भने चाहिँ म फेरि भ्लग बनाउँदैछु। र आज चाहिँ होइन हाम्रो गाउँको रोड ओपनिङ हुँदैछ है आजदेखि। र आजदेखि चाहिँ स्टार्ट गर्छ अरे। र म चाहिँ घरमा खाना खानु आएको थिएँ है। र खाना खाएर चाहिँ म चाहिँ जाँदैछु ग्राउन्डमा। र ग्राउन्डमा चाहिँ हाम्रो आज चाहिँ प्रोग्राम छ है। र तपाईँहरूलाई पनि देखाउने हाम्रो गाउँको प्रोग्राम है। र यहाँ चाहिँ मेरो गाडी छ, मैले उँधै लिएर आएको थिएँ। र मैले डाँडाबाट सौदाहरू केहरू थियो र सौदाहरू पनि यसमै लिएर आएँ, कन्ट्याक्टर पनि यसमै ल्याएँ है। र बाटो चाहिँ एकदमै पिस हुनेछ है हाम्रो। र के कस्तो हुन्छ तपाईँहरूलाई अपडेट दिँदै गर्छु है। र एकैचोटि अब गएर ग्राउन्डमा भेट्यौँ है त। अहिले भने चाहिँ ग्राउन्ड आइपुग्नु आँट्यो है म। र आज चाहिँ को आउँदैछ भने चाहिँ हाम्रो सभासद थेमन थुलुङज्यू है। र साथसाथै हाम्रो प्रधान उपप्रधान है, समिति के भन्छ ह्यान्डेन, मलाई त्यस्तो पार्टी पोलिटिक्समा केही थाहा छैन है। र म तपाईँहरूलाई देखाउँछु को आउँछ के आउँछ है, सबै हेर्नुहोस् होला है त। र अहिले भने चाहिँ ग्राउन्ड आएको अवस्था है, हेर्दै गर्नुहोस् होला है त। त्यसले त कति कुटा खा त्यो बिमलको जब हुन्छ यो भए कम होला हो हो भेट्यो पर लगेर त भक्कु दिएको अरे नि त्यो निकैपल्ट भेट्यो। दसैँ दिन हेमन्त गुरुङज्यूलाई पनि आसन ग्रहण। श्रीमान ओम प्रसाद थापाज्यू उहाँलाई पनि आसन ग्रहण। तिलबहादुर राणाज्यू, भाइ हाम्रै मेम्बर छेचिरिङ लेप्चाज्यू, हाम्रै गाउँको दाजु प्रकाश कुमाईज्यू, प्रकाश लामाज्यू, अनि हाम्रै गाउँका बुजुर्ग व्यक्ति सत्यमान योन्जनज्यू, मलाई यसरी अगाडि आएर बोल्नु साह्रै अनुभव छैन, तर पनि आज अब अघिदेखि माग गरिराख्नु भएको यो बाटो पक्की होस् भनेर आफ्नो माग राखिराख्नु भएको थियो। दीर्घकालीन माग, दीर्घकालीन समस्या पनि हो यो थियो। यसको आजदेखि निवारण भएको छ। यो समस्याको समाधान हुन सकेको तपाईँलाई साकार बनाउन, कार्यमा परिणत गर्न, अनि यसको सम्पूर्ण टेक्निकल काम, यसको पर्स्यु गर्ने काम, यसका विभागीय के कसरी अगाडि गरेर लानुपर्छ भनेर जुन एउटा मुख्य भूमिका निर्वाह गर्नुहुने माननीय हाम्रा विधायक श्रवण रुदेन सादा लेप्चाज्यू, हाम्रो समष्टिका अध्यक्ष पनि खाइसकेर पनि कतिजना गइसक्यो है। अहिले यतिजना छ गाउँहरूको। र अहिले भने चाहिँ आजको प्रोग्राम चाहिँ है सकियो है भनौँ न। र कतिजना मान्छेहरू गइसक्यो र ग्राउन्डमा कति पनि छैन मान्छे। र अब मेरो यो भिडियो है आज यहीँनिर एन्ड हुँदैछ। र के कस्तो लाग्छ है, लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है। र सब्सक्राइब गरिदिनुहोस् होला मेरो च्यानललाई है। र फेरि भोलि है, भोलिको नयाँ भ्लग लिएर आउनेछु तपाईँहरूसँग है त।